लडबुद्ध इन्टरनेशनल स्कुल रामधुनी 5 झुम्काले आफ्नो 26औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ। स्कुलले विभिन्न विधाका उत्कृष्ट विद्यार्थीहरूलाई प्रोत्साहन र पुरस्कार सहित सामाजिक योगदान गरेका व्यक्तित्वलाई सम्मान गर्दै शुक्रबार वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो। स्कुलका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभाध्यक्षतामा आयोजित वार्षिक उत्सव कार्यक्रमबाट कक्षा 11 का विद्यार्थीहरूलाई स्वागत र कक्षा 12 का उत्तीर्ण विद्यार्थीहरूलाई बिदाई गरिएको छ। कक्षा 12 का विद्यार्थीहरूलाई उज्जवल भविष्यको कामना गर्दै बिदाई गरेको लडबुद्ध इन्टरनेशनल स्कुलका प्रिन्सिपल अर्जुन न्यौपानेले जानकारी दिनुभएको छ। यसैगरी विद्यार्थीहरूलाई चित्रलेखन ड्रोइङमा प्रतिस्पर्धा गराएका छन्। कक्षा 2 देखि कक्षा 12 सम्मका विद्यार्थीहरूलाई गरिएको चित्रलेखन ड्रोइङ प्रतिस्पर्धामा सहभागी उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ। ड्रोइङ प्रतिस्पर्धामा 160 जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ। From class 3, the third position goes to Akanksha Koirala. The second position goes to Sumit Sarkota. And the first position goes to Supriya Chaudhary. Please come on the stage. Class 8, we would like to call second position goes to Unnati Chaudhary. And the first position goes to Rajika Sakhya. Let's welcome them on the stage. वार्षिक उत्सव कार्यक्रममा सचेतनामूलक नाटक प्रदर्शन गरेको छ। विद्यार्थीहरूलाई चुनावमा राम्रो नेतृत्वकर्तालाई चयन गर्न सन्देश दिँदै सचेतनामूलक नाटक प्रस्तुत गरेको हो। विद्यार्थीहरूको कला प्रस्फुटनका लागि देशभक्ति स्वदेश गानमा विद्यार्थीहरूको प्रत्यक्ष सहभागितामा गायन सङ्गीत प्रस्तुत गरेका छन्। उत्सव कार्यक्रममा विद्यार्थीहरूको नृत्य सांगीतिक कलाहरू प्रस्तुत गरिएको छ। नृत्य मार्फत स्टेजमा कन्फिडेन्सका लागि विभिन्न सांगीतिक नृत्यहरू प्रस्तुत गरिएको थियो। नृत्यमा विद्यार्थीहरूले आफ्नो कलालाई प्रस्तुत गरी सार्वजनिक ठाउँमा प्रस्तुत हुने अनुशासन र आदर गर्ने अनुभव प्राप्त गरेका छन्। Yeah.
यसैगरी स्कुलले वार्षिक उत्सवमा प्रत्येक वर्ष समाज र राष्ट्रलाई योगदान गरेका व्यक्तिलाई सम्मान गर्दै आएको छ। यस वर्ष राष्ट्रिय भलिबल अग्रज खेलाडी तथा हाल प्रादेशिक भलिबल रेफ्री भैरव प्रसाद चौधरीलाई सम्मान गरेको छ। स्कुलका प्रिन्सिपल अर्जुन प्रसाद न्यौपानेले सम्मान पत्र वाचन गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपाने सहित संयुक्त रूपमा दोस्सला ओढाई सम्मान पत्रले सम्मान गर्नु भएको छ। हामीले सधैँको वर्ष झैँ यो वार्षिक उत्सव अथवा वर्षमा एकचोटि स्थानीय स्तरबाट राष्ट्रिय स्तरसम्म योगदान पुर्याउनु हुने कुनै पनि क्षेत्रमा राष्ट्रसम्म आफ्नो योगदानलाई पुर्याउन सक्नु हुने हाम्रो रामधुनी क्षेत्रभित्रका हाम्रा अभिभावक वा हाम्रा अग्रजहरू जोसुकै पनि भए पनि उहाँलाई एकजनालाई हरेक वर्ष एकजनालाई सम्मान गर्ने एउटा परम्परा हामीले सुरुवात गरेका छौँ। त्यही परम्परालाई अभ्यस्त गर्दै र अपनाउँदै अवलम्बन गर्दै नियमित रूपमा जाने प्रण गर्दै मैले यो 26औं स्थापना दिवसको अवसरमा हामीबाट यस लर्ड बुद्ध इन्टरनेसनलद्वारा सम्मानित व्यक्तिको सम्मान पत्र तपाईहरुमाझ वाचन गर्न गइरहेको छु। लर्ड बुद्ध इन्टरनेसनल स्कुल रामधुनी 5 शान्ति टोल सुनसरी स्थापित 1979 ईस्वीसम्म। आज मिति 2082 साल मङ्सिर 5 गते शुक्रबारका दिन यस विद्यालयको 26औं स्थापना दिवसको अवसरमा वार्षिक उत्सव तथा सम्मान कार्यक्रममा यस विद्यालय परिवारको तर्फबाट रामधुनी नगरपालिका वार्ड नम्बर 8 बसा निवासी तपाईँ श्री भैरव प्रसाद चौधरी ज्यू जन्म मिति 2020 6/26 गते पिता दुखीलाल चौधरी तथा माता कञ्जदेवी थरुनीको छोरो जो सक्रिय सृजनशील र समाज प्रेमी शिक्षा प्रेमी तथा खेल प्रेमी जसले खेलकुद जगतमा लामो समयसम्म आबद्ध रही भलिबल खेललाई आत्मसात गर्दै आफ्नो जीवनको लक्ष्य मानेर अगाडि बढिरहनु हुने हाल प्रादेशिक रेफ्रीको रूपमा निरन्तर बहुमूल्य योगदान समर्पण गर्नुहुने अनुकरणीय व्यक्तित्व प्रति हार्दिक सम्मान प्रकट गर्दै सधन्यवाद यो सम्मान पत्र प्रदान गरिएको छ। कृष्ण प्रसाद न्यौपाने विद्यालय व्यवस्थापन समिति अध्यक्ष लर्ड बुद्ध इन्टरनेसनल स्कुल रामधुनी 5 सुनसरी अर्जुन प्रसाद न्यौपाने प्रधानाध्यापक लर्ड बुद्ध इन्टरनेसनल स्कुल रामधुनी 5 शान्ति टोल सुनसरी मिति 2082 8/5 गते। चौधरीले सम्मान पत्र ग्रहण गर्दै आफ्नो सम्मानित धारणा व्यक्त गर्नु भएको छ। उत्सव कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै यो सम्मानले आफू भावुक भएको भन्दै खेलकुदबाट स्वास्थ्य शैक्षिक प्रोत्साहन हुने भन्दै राष्ट्रिय खेलाडी हुन नसके पनि व्यावहारिक ज्ञान प्राप्त गर्न सक्ने बताउनु भएको छ। बुद्ध विद्यालयले मलाई सम्मान गरिरहँदा म अति नै भावुक र खुसी भएको छु र यो खुसी म आफूमा सीमित नराखिकन यहाँ उपस्थित जो अध्ययनरत भाइ बहिनीहरू हुनुहुन्छ म उहाँहरूसँग यो सेयर गर्न चाहन्छु। खेलमा लागेपछि एउटा स्वस्थ हुनमा चाहिँ कसैको चाहिँ केही नै लाग्दैन होइन। हामी स्वस्थ बन्नु, हामी जस्तो नेपाली स्वस्थ बन्नु नै हाम्रो लागि ठुलो कुरो हो। कार्यक्रममा सभाध्यक्ष कृष्ण प्रसाद न्यौपानेले कार्यक्रमको सम्बोधन गर्नुहुँदै यो स्कुलले ठूलो उतार चढाव पार गरेर यहाँसम्म आइपुग्दा व्यवस्थापन समितिको ठूलो योगदान रहेको बताउनुभयो। यहाँसम्म आइपुग्दा शैक्षिक गुणस्तर लगायतका कार्यक्रमहरूमा प्रदेशकै 1 नम्बर स्कुल बनाउने प्रतिबद्धता समेत गर्नुभयो। उहाँले कक्षा 11 का विद्यार्थीलाई स्वागत र कक्षा 12 का विद्यार्थीलाई विदाई र उज्जवल भविष्यको कामना गर्नुभएको छ।
यसका साथै सभाध्यक्ष न्यौपानेले समाज र राष्ट्रमा योगदान दिएका व्यक्तिलाई कदर गर्नुपर्छ, कदर पाउनुपर्छ र यो संस्कार पनि बसाल्दै भावी पुस्ताले पनि अवलम्बन गरून् भन्ने उद्देश्यले यस वर्ष पूर्व राष्ट्रिय भलिबल खेलाडीलाई सम्मान गरेको बताउनुभयो। यो स्कुल साह्रै ठुलो उतार चढाव बेहोर्दै आज यहाँसम्म आएको छ। सम्भवतः त्यसको लागि ठुलो योगदान निश्चय नै व्यवस्थापन समूहको छ। हामीले सोचेका थिएनौँ हामीले यो स्तरसम्म स्कुललाई लान्छौँ भनेर, तर अब हामीमा एउटा भरोसा आएको छ कि हामी एक दिन यो स्कुललाई सुनसरी जिल्ला रामधुनी मात्रै होइन सुनसरी जिल्ला फर्स्ट र प्रोभिन्स 1 को पनि 1 नम्बर स्कुल बनाउनेछौँ। यसमा तपाईँ हामी सबैको सहयोग अवश्य पाउनेछौँ। स्कुलले शैक्षिक विधामा अनुशासित अध्ययन अध्यापन गर्दै आएको यथावत नै छ। अतिरिक्त क्रियाकलापबाट विद्यार्थीहरूको नेतृत्व विकास र जीवनमा सङ्घर्ष गर्न सक्ने सूचक र ज्ञानहरू प्रवाह गर्ने गरिरहेको कार्यक्रम संयोजक सोनु जयन्तीले जानकारी दिनुभयो। लर्ड बुद्ध इन्टरनेसनल स्कुल रामधुनी 5 झुम्काले वार्षिक उत्सव तथा अन्य विशेष अवसरमा विद्यार्थीहरूलाई शैक्षिक विधा सहित विद्यार्थीहरूको चौतर्फी विकासमा अतिरिक्त कार्यक्रमहरू गर्दै आएको छ। Bye.